नेपालमा पेपल ब्यान्ड छ। नेपालमा पेपल चाहिँ धेरै अगाडिदेखि ब्यान्ड छ, किनभने नेपालको चाहिँ अब जस्तो एउटा ल छ, सिस्टम छ, त्यो सिस्टमले पेपललाई चाहिँ नेपालमा काम गर्न दिइरहेको छैन। अब नेपालमा पेपल किन नदिएको त नेपाल गभर्मेन्टले? मान्छेले भन्नुहुन्छ कि पेपललाई दियो भने त दुनियाँ दिवाना बिजनेस गर्न सकिन्छ, पेमेन्ट डाइरेक्ट अमेरिकाको ब्याङ्कबाट डाइरेक्ट हाम्रो खातामा लिङ्क गरेर ल्याउन मिल्छ, हाम्रो यता नेपाली ब्याङ्कमा जस्तै डिपोजिट गरेर पैसा नै विथड्र गर्न मिल्छ। तर किन नेपालले यस्तो नगरेको? विभिन्न व्यवसायहरू पनि नेपालले अब इन्टरनेसनल एक्सपोर्ट गर्दाखेरि पनि एउटा पेमेन्ट गेटवे सजिलो हुने भयो, ग्लोबल कस्टमरसँग पुग्न सजिलो हुने भयो होइन। त्यो सबै हामीलाई थाहा छ। तर किन चाहिँ ब्यान गर्नुको मेन रिजनहरू तपाईँलाई म यो भिडियोमा चाहिँ डिटेली भन्न गइरहेको छु है त। ब्यान हुनुको मेन कारण के छ र भोलि यदि यो खुलिहाल्यो भने यसले के फाइदा र घाटा के हुनसक्छ हजुरलाई यसमा, हजुरलाई म यो भिडियोमा डिटेली भन्न गइरहेको छु। र तपाईँ यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला। र यस्तै यस्तै बिजनेस कन्टेन्ट, फाइनेन्स कन्टेन्टको लागि हजुरलाई हामी सधैँभरि गाइड गरि नै रहनेछौँ होइन। ल सबभन्दा पहिला सुरु गरौँ। पेपल भने के हो? अभियसली अब पेपलको विषयमा बुझ्नुपर्दा हामीले पेपल भने के बुझ्नुपर्ने हुन्छ। पेपाल भने तपाईँको यस्तो एउटा कम्पनी हो जसले चाहिँ हामीलाई ग्लोबल्ली पेमेन्ट्स सेन्ड र रिसिभ गर्न हेल्प गर्छ। तपाईँको जस्तै अब कुनै पैसा मलाई कहीँ बाहिर पठाउनु पऱ्यो, बाहिर विदेशी खाना पैसा पठाउनु पऱ्यो भने मैले मेरो आफ्नो पेपल एकाउन्टबाट उसको पेपल एकाउन्टमा अथवा उसको ब्याङ्क एकाउन्टमा जान हाल्न मन लाग्छ। नेपालको ई सेवा जस्तै होइन, ई सेवा त हामीले ब्याङ्कमा पनि हाल्न मिल्यो, त्यही कारण उता पनि हाल्न मिल्यो, ब्याङ्कमा जहीँ वालेटहरूमा पनि हाल्न मिल्यो। तर पेमेन्ट एउटा ट्रान्सफर रिसिभ गर्नको लागि एउटा गेटवे मतलब एउटा एप हो होइन, एउटा एप्लिकेसन, एउटा सफ्टवेयर हो पेपल भनेको। तपाईँको यो पेपल चाहिँ नेपालमा किन लिगल दिएको छैन? अरू दुनियाँ देशमा छ, अमेरिकामा छ, डेभलप्ड कन्ट्रीहरूमा छ, किन यो डेभलपिङ कन्ट्रिज अब म्याक्सिमम स्पेसली नेपाल किन यहाँ दिएको छैन? हाम्रो फरेन इन्डियामा छ, उता चाइनामा छ होइन, किन दिएको छैन भने सर्टेन कारणहरू छन्। पहिलो मुख्य कारण तपाईँको नेपाल ब्याङ्कको रुल, नेपाल ब्याङ्कको पोलिसी, जुन नेपाल ब्याङ्कको फरेन करेन्सी छ। तपाईँ के छ भने ध्यान बुझ्नुहोस् ल, नेपाल ब्याङ्कसँग, नेपाल राष्ट्र ब्याङ्कसँग डलर छ, ठिक छ। नेपाल राष्ट्र ब्याङ्कसँग डलर छ, उसले अब केही कुरा आयात गर्नु पर्यो, केही कुरा जस्तै मानिलिउँ केही ल्याउनु पर्यो भने उसले त्यो डलरलाई कन्भर्ट गरेर उसले सामान किन्छ, त्यो हिसाबले ब्याङ्कसँग डलर रिजर्भ हुन्छ। तर यदि भोलि पेपल नेपालमा आइहाल्यो भने के हुन्छ भने तपाईँको जस्तै पैसा चाहिँ नेपालको ब्याङ्कबाट अन्य ब्याङ्कमा जाने हुने भयो भने चाहिँ डलर जाने भयो। नेपालमा रिजर्भ भएको डलर थोरै छ, तर भोलि नेपाली मान्छेले नि डलरहरू पठाउन थाल्यो भने तपाईँको भोलिको दिनमा डलरको सर्टेज हुनसक्छ होइन। त्यही कारणले स्टोरेज भएर भोलि सामान आयात गर्न अप्ठ्यारो पर्न सक्छ। त्यही भएर डलरको चाहिँ फुल कन्ट्रोल ब्याङ्कलाई दियो भने ब्याङ्कले त्यो अनुसार ट्रेडहरू म्यानेज गर्ने भएको कारणले चाहिँ स्पेसली यसलाई एउटा रुल एन्ड रेगुलेसन बनाएर यसलाई अहिले नेपाल गभर्मेन्टले चाहिँ एक्सेस दिएको छैन पेपललाई नेपालमा आउनको लागि भनेर होइन। तपाईँ जस्तै अब यो पेपल भयो भने धेरै सजिलो हुन्छ नि तपाईँको पैसा पठाउन, इन्डिया के अरे दुनियाँ सबै ठाउँमा, नेपाल, युएसए होइन, चाइना, जहाँ पनि अब क्यानाडा पैसा पठाउन सजिलो मेथड भयो। तर भोलिको दिनमा पैसा धेरै पठाइहाल्यो देखियो भने तपाईँको चाहिँ डलरको चाहिँ रिजर्भ नेपालसँग कम्ती हुनसक्छ। त्यही भएर एउटा पहिलो स्ट्रिक्ट फरेन पोलिसी होइन, तपाईँको जस्तै नेपालबाट बाहिर विदेशी मुलुकमा पैसा सजिलै जाने भएको कारणले डलरको रूपमा अहिलेको लागि पेपललाई चाहिँ नेपालले करेन्टली एक्सेस दिइरहेको छैन र पहिलेदेखि नै दिइरहेको नै छैन हो होइन। हामीले पहिले ड्रप सिपिङ गर्दाखेरि पनि पेपलहरू केही दिएको थिएन हामीलाई, गभर्मेन्ट यो इन्टरनेसनल ड्रप सिपिङ गर्दाखेरि पनि होइन। मेन कुरा तपाईँको अर्को के हुन्छ भने तपाईँको जस्तै अनलाइनमा स्क्यामहरू बेसी हुन्छन् नि। जस्तै अब फरेनमा तपाईँको कुनै एउटा केही एड्सहरू चलाइन्छ, पेपल पैसा पठाइन्छ, तपाईँको अब दुनियाँ स्क्यानरहरूले स्क्याम भयो होइन, यता अर्को झमेला हुन्छ, अनलाइन फ्रड हुन्छ, मनी लन्डरिङ हुन्छ होइन। पैसाहरू चाहिँ अब तपाईँको कतिपय केसमा पैसा यताबाट उता बाहिर पठाइन्छ होइन, तपाईँको ब्ल्याकलाई व्हाइट देखाइन्छ, पठाएर उताबाट केही नयाँ कम्पनी खोलिन्छ, यहाँबाट पठाएर खर्च भनेर, त्यो पनि एउटा मेन रिजन हुनसक्छ। मेन रिजन हो, हुनसक्छ नि हो, मेन रिजन हो जुन तपाईँको पेपल चाहिँ अहिले करेन्टली लिगल गरिरहेको छैन नेपालमा होइन। त्यो पनि एउटा मुख्य कारण हामीसँग हुनसक्छ। एन्टी मनी लन्डरिङहरू चाहिँ सर्भिसेसहरूलाई चाहिँ भर्सक्यो हटाउनको लागि तपाईँको जस्तै मनी लन्डरिङ भइहाल्यो भने होइन, अनलाइन स्क्यामहरू दुनियाँ दिवाना हुन्छ। तपाईँको जस्तै अब मानिलिउँ कि अहिले यो वार चलिरहेछ इरान, अमेरिका, इजरायलको, तपाईँ जस्तै के हुन्छ भने तपाईँको जस्तै अब त्यो फाइनेन्सिङ गर्न सकिन्छ। जस्तै अब टेरोरिजमलाई फाइनेन्सिङ पनि हुन, जस्तै मैले पैसा चाहिँ अब कुनै एउटा मानिलिउँ अहिले इरान र अमेरिका स्पेसली एट्याक भइरहेछ, जस्तै मैले पेपल मसँग भयो, मसँग डलरको एक्सेस भयो, मैले डाइरेक्ट त्यो इरानलाई चाहिँ फाइनेन्सियली सपोर्ट गर्न सक्छु क्या, उसको खाता पैसा हालिदिन सक्छु होइन, मतलब धेरै ट्रान्जेक्सन देखाउन सक्छु, उसलाई सपोर्ट गरिरहेको छु भित्री रूपमा। खेलिरहँदैनले होइन, लाइक इलिगल तरिकाले काम हुन्छ, त्यो भएको कारणले पनि हामीलाई स्टक गर्न खोजिरहेको हुन्छ पेपालले अहिले करेन्टली पनि यस्तो काम गर्दाखेरि। तपाईँको अरू भनेको तपाईँको त्यो ब्याङ्किङ सिस्टमको रुलहरू हुन्छ। जस्तै तपाईँको ब्याङ्कमा चाहिँ अब मानिलिउँ ब्याङ्किङ सिस्टमको पोलिसीहरू चाहिँ जस्तो हुन्छ, तपाईँको मानिलिउँ अब अहिले हामीले मोबाइलबाट
मोबाइल टु मोबाइल ट्रान्जेक्सन गर्यो भने तपाईँको 10 रुपियाँ चार्ज काट्छ नर्मली होइन। त्यसरी भोलिको दिनमा यदि पेपल आइदियो भने तपाईँको पेपल आइदिएपछि तपाईँको सबै कामहरू तपाईँको ब्याङ्कबाट हुने काम पेपलबाटै हुने भयो। पेपलले तपाईँको यता गर्दाखेरि उसले चार्ज काट्ने भयो, तर ब्याङ्कले कमाउन पाएन, ब्याङ्कको वालेट त चलेन। त्यो पनि एउटा अलिकति डिसएडभान्टेज हुनसक्छ ब्याङ्कलाई, त्यो पनि अलिकति त्यसले चाहिँ अहिलेको लागि फिलहाल त्यो भयो जस्तो लाग्छ मलाई। तर जुन न्युजहरू हामीले पढ्यौँ त्यो विभिन्न ब्याङ्कहरूले चाहिँ एकअर्कासँग समन्वय गरेर ल्याउने कुराहरू थियो, त्यो चाहिँ अहिले करेन्टली आइसकेको छैन। तर एकदम 26 देखि 27 बिचमा एउटा फाइनल रिपोर्ट दिन्छु भनेको छ तिनीहरूले होइन, यसलाई चालु गर्ने विषयमा। तर अब यसै गरी नयाँ गभर्मेन्ट पनि फर्म भयो अहिले होइन, त्यो कारणले नयाँ गभर्मेन्टले पनि यसलाई सपोर्ट गरेर भोलिको दिनमा यसको आउने एभाइलेबल चान्स धेरै नै छ, लाइक आउन सक्छ कम्पेरिटिभली पहिलाको भन्दा अहिले धेरै यसको आउने चान्स चाहिँ छ है। अन्त तपाईँको स्मल पेमेन्ट जस्तो नेपाल के छ भने तपाईँको स्मल पेमेन्ट मार्केट छ क्या नेपालमा। जस्तै नेपालमा तपाईँको ठुलो कारोबार भन्ने ठाउँ होइन क्या नेपाल। तपाईँको सामान्य हजारौँ होइन, सामान्य तपाईँको भनौँ न नेपाल बाहिरी देशमा हेरि तपाईँको अरब फरक हुन्छ, त्यहाँनिर नेपालमा सामान्य करोडको कारोबार हुन्छ, त्यतिमा खासै पेपललाई त्यो फरक पर्दैन। त्यही भएर वर्षक धेरै पेमेन्ट भोल्युम कम्ती भएको कारणले पनि पेपलको चाहिँ पोसिबिलिटी आउन अलिक कम्ती भएको होला। र अलिकति सानो हजुरलाई मैले माइक लगाइरहेको थिएँ, माइकको समस्या कारणले हजुरलाई म डाइरेक्ट यति बोल्दैछु होइन, आवाज अलिकति क्लियर नआउला, त्यो पनि एडजस्ट गरिदिनु होला तपाईँहरूले होइन। र त्यो भयो तपाईँ जस्तै अब लोकल पेमेन्ट ठुलो पेमेन्ट मार्केट छैन नेपालमा, सामान्य ग्लोबल पेमेन्ट बनाएको कारणले अलिअलि तपाईँको चाहिँ कम्पेरिटिभली लो भएको कारणले पनि पेपर नआउन सकेको हुन्छ। बट कम्पेरिटिभली गभर्मेन्टले सहजीकरण गर्यो भने आउन सक्छ, नसक्ने होइन। तपाईँको त्यही अब लिगलिटीले रोकिरहेको छ पेपलहरू, के रोक्दैन तपाईँको पेपल आएर लिगल्ली अलिकति त्यो समस्या हुन्छ। तपाईँको सडन ट्रान्जेक्सनहरू गर्दाखेरि अब कतै के फल्ट भयो भने अब एकैछिनमा कोअर्डिनेट गर्न अप्ठ्यारो हुने, विदेशी होइन विदेशीमा बुझ्नुपर्ने अलिकति टाइम लाग्छ होइन। भन्दा एजेन्ट नेपाललाई राख्लान्, त्यो पनि कम्पेरिटिभली नेपालको युजर्स अथवा नेपालको वालेट गेटवेहरू जुन छ त्यसलाई अलिकति समस्या पर्न सक्ला होइन। भोलिका दिनमा युजर्सहरू तिनीहरूको लस हुन सक्ला। अलिकति लिगल रेगुलेटरी मेथडहरू अलिकति कम्ती भएको कारणले पनि यसलाई चाहिँ करेन्टली आउन दिइरहेको छैन। तर हजुरलाई मैले भने पेपल नेपाललाई किन छैन, यस्तो एन्टी टेरोरिजमलाई प्रमोट गर्ने, मनी लन्डरिङहरू धेरै हुन्छ, ब्ल्याक मनी व्हाइट मनी यता दुनियाँ दिवाना, अनि ब्याङ्किङको रुल्सहरू होइन, अनि इकोनोमीलाई हुन्छ फरेन रिजर्भ चाहिँ चाँडै सकिन्छ, यस्तै कुराहरू चाहिँ छ। अब भोलिको दिनमा पेपल नेपालमा आयो भने फाइदा के छ र यसो घाटा के छ भने हजुरलाई म अब भन्ने गइरहेको छु है त। ध्यान दिएर हेर्नु, तपाईँलाई म एकदम रियल वर्ल्ड प्र्याक्टिकल इक्जाम्पल दिएर भन्छु, मजाले तपाईँ हेर्नुहुन्छ, तपाईँ मजाले बुझ्नुहुन्छ होइन। अब मानिलिउँ भोलि पेपल नेपालमा आयो, के गर्न सकिन्छ, हामीले इजिली हाम्रो विदेशमा भएको साथीभाइसँग पैसा पठाउन सकिन्छ, पैसा लिन सकिन्छ होइन, एकदम ट्रान्जेक्सन इजी इन्टरनेसनल पेमेन्ट हुने भयो। त्यो धेरै सजिलो भने हामीलाई कामहरू गर्न। अर्को भने तपाईँको बिजनेस व्यापार गर्न एकदम ठुलो होइन, इन्डिया नेपाल कारोबार, अब जे भन्दा इन्डिया अमेरिका कारोबार, नेपाल अमेरिका डाइरेक्ट सामानहरू मगाउन ओर्न सक्यो होइन, तपाईँको अमेरिका वेबसाइटबाट सामान मगाउन सक्यो, एकदम सजिलो तपाईँको पेमेन्टहरू गर्न सक्यो। त्यही हिसाबले एकदम सजिलो हुन्छ, इजी इन्टरनेसनल पेमेन्ट, तपाईँको विभिन्न अनलाइन कमर्स बिजनेसहरू गर्न सक्यो, ट्रेडिङ गर्न सक्यो होइन, क्रिप्टो करेन्सीतिर हल्का फुल्का लगानी गर्न सक्यो तपाईँको अलिकति त्यो डाइरेक्ट पेपल पेमेन्टबाट। अरू कुराहरू धेरै हुन्छ तपाईँको आफैले जस्तै धेरै ट्रेड बिजनेसहरू गर्न सकिन्छ। अनि धेरै कुराहरू छ फ्रिल्यान्स धेरै मान्छेले फ्रिल्यान्स गर्नुहुन्छ, तर पेमेन्टको चाहिँ अलिकति इस्यु भइरहन्छ प्रायः जस्तो मान्छेहरूलाई। भोलि यो आयो भने तपाईँ इजिली पेमेन्ट पनि रिसिभ गर्न सक्नु तपाईँले, तर आफ्नो अलिकति प्रोजेक्ट पनि राम्रो हुन सक्नु, अनि पोर्टफोलियो तपाईँले त्यही अनुसार मिलाएर चाहिँ टक्क आफ्नो एउटा लेभल बनाउन सक्नुहुन्छ होइन। भोलिको दिनमा यदि आइहाल्यो भने त्यो पनि तपाईँलाई प्लस पोइन्टै छ त्यो फ्रिल्यान्सिङहरू हुँदाखेरि होइन। अझ धेरै कुरो तपाईँलाई प्रोजहरू छ यसको, घाटा पनि खासै तपाईँको प्रोज पनि धेरै छ, कन्स पनि अलिक फाटाफुट छ होइन। मलाई सबै भनिदिनै हाल्यो तपाईँको आखिर लिगल मेथडहरू तपाईँलाई मैले अगाडि भनिहालेँ के कस्तो हुन्छ। जस्तै के हुन्छ भने जस्तो पेपलमा चाहिँ नेपाल आउँदाखेरि तपाईँको यहाँनिर चाहिँ अब जो फ्रिल्यान्सरहरू तिनीहरूको ग्रोथ हुने भयो होइन, पोर्टफोलियो राम्रो हुने भयो, अनि तपाईँको डलर इन्कम नेपालमा बढ्ने भयो। त्यहाँको मानिलिउँ नेपालको चाहिँ तपाईँको अहिले डलरको रेट होला 148 समथिङ होला नेपाली होइन। तपाईँको डलरमा नेपालीले कमाउन थालेपछि नेपालमै पैसा ल्याएर नेपालमै आफ्नो विकास गर्न सक्छ होइन। जस्तै ड्रप सिपिङ अरू कुनै बिजनेस, मेरो म ड्रप सिपिङ भएको कारणले मेरो मुखमा ड्रप सिपिङ आउँछ, अरू बिजनेस पनि नेपालले गर्दाखेरि अब डलरमा पैसा कमाउँदाखेरि अलिकति आफ्नो स्ट्यान्डर्ड नेपालले त्यसले बनाउन सक्छ, अलिकति राम्रो तरिकाले उसले चाहिँ आफ्नो नेपालमा डेभलप गर्न सक्छ होइन, त्यो पनि हुन्छ। मान्छेको लिभिङ स्ट्यान्डर्ड बढ्छ यदि राम्रो गर्दै गयो भने फरेनमा पनि होइन व्यापार गर्न थाल्यो भने, त्यो अब इ कमर्सलाई बुस्ट गर्छ होइन। अब डिजिटल मार्केटिङहरू गरेर सजिलो हुने भयो, अब बाहिरी विदेशको क्लाइन्टहरू पनि लिएर मार्केटिङहरू गर्न सकियो, अरू दुनियाँ दिनमा कामहरू हुन्छन् त्यो सबै गर्न सक्यो, त्यो भनेको प्रोज भयो। अब यसो कन्सहरू भन्दाखेरि तपाईँको फरेन करेन्सी आउटफ्लो, अभियसली तपाईँको जस्तै फरेन करेन्सी चाहिँ नेपालको बाहिर गयो, मतलब नेपालको करेन्सीहरू फरेन जति रिजर्भ भएको छ त्यो बाहिर गयो। भोलि नेपालले के मन पऱ्यो भने करेन्सीको सर्टेज हुन सक्ला, दुनियाँ दिनमा त्यस्तो हुनसक्छ, त्यो पनि एउटा मेन कारण हुन्छ कन्स हुनसक्छ यसलाई होइन। तपाईँको इलिगल ट्रान्जेक्सन तपाईँलाई मैले भनिहालेँ, जस्तै अब इलिगल कुरामा मैले वेपन डिलिङ इक्जाम्पलको लागि तपाईँले वेपन डिलिङ गर्नुभयो, पेपलको पेनबाट पैसा तपाईँले गन किन्नुभयो
त्यस्तो कुरा डिलिङहरू गर्नुभयो होइन, इलिगल कारोबार गर्नुभयो, त्यो हुन्छ न तपाईँको होइन, इलिगल पेमेन्ट्स गर्नुभयो, तपाईँले फ्रड गर्नुभयो, स्क्याम गर्नुभयो कुनै अमेरिकी मान्छेलाई अथवा कुनै ठाउँको मान्छेलाई, त्यो अलिक केस झमेला हुने भयो होइन, त्यो त्यस्तो हुन्छ। अब स्क्यामहरू सम्बन्धी तपाईँ फस्नुहुन्छ, फसिन्छ, तपाईँलाई फसाइन्छ, आफूले उसलाई फसाउनु होला, त्यो दाइले अब अलिकति केसको झन्झट हुन्छ, अलिकति समस्या हुन्छ, त्यो पनि तपाईँले बुझिदिनु पर्ने हुन्छ त्यस्तो केसमा होइन, अलिक त्यस्तो यसको समस्या हुन्छ। अरू भनेको कम्पिटिसन र लोकल पेमेन्ट चाहिँ अहिले ई सेवा छ, खल्ती छ होइन, आइएमई पेहरू छ। के छ भने डाइरेक्ट पेपल आइसकेपछि तिनीहरूको युजर त तिनीहरूले लाने भयो भनेपछि ई सेवाहरूको जुन ट्रान्जेक्सन चार्ज लिएर हुन्छ, के गरेर हुन्छ, त्यो भोलि यिनीहरूको त नआउन सक्छ। त्यो कारणले पनि अब यिनीहरूको चाहिँ अलिकति युजर लस हुन्छ। त्यो कारणले अलिकति नेपालकै अब इकोनोमिक नेपालकै डिजिटल पेमेन्टलाई पनि अलिकति घाटा पर्न जाने सक्ने भएकाले पनि अलिकति यसलाई इकोनोमिक सोर्समा अलिकति अहिले नयाँ आइला कि भन्ने कुरा हो। अनि कन्ज्युमर डिस्प्युटहरू तपाईँको जस्तै अब के छ भने अब बिजनेसेसहरूले चाहिँ अब मेन कुरा के छ भने पेपलमा चाहिँ तपाईँको कुनै सामान कारोबार हो भने जस्तो आएन भने क्लेम अथवा तपाईँको त्यो रिफन्ड गर्न मिल्छ क्या पेमेन्टहरू। जस्तै उसले पेपललाई सोचेको छ फरेन कामको लागि गरेर चाहिँ भएन भनेर क्लेम गर्न मिल्छ र रिफन्ड गरिदिन्छ, रिफन्ड गर्नै पर्छ व्यापारीले। त्यो दाइरी अब त्यो रेगुलेटर देखियो तर अलिकति डिस्प्युट हुने, अब जाने कतिपय केसमा गरिदिने होइन, सामान पाएको छैन, सामान पाइसकेपछि पाएको छुइनँ भनिदिने, अथवा राम्रो पाएपछि बिगाएर नराम्रो पायो भनिदिने हुँदाखेरि अलिकति क्लेमहरूको त्यो अलिकति झन्झट हुन्छ, डिस्प्युटहरू हुन सक्ला। त्यो कारणले पनि तपाईँको चाहिँ अलिकति समस्या पर्न जान्छ भोलिको खण्डमा। र अब मेरो आफ्नो पर्सनल पोइन्ट अफ भ्यू हजुरलाई म दिन्छु होइन, जस्तै पेपल नेपालमा आउँदा ठिक छ, र आएपछि कसरी चाहिँ एउटा यो राम्रो तरिकाले यसलाई युज गर्न सकिन्छ भने एउटा लास्ट पोइन्ट दिएर तपाईँलाई म होइन, जस्तै पेपलबाट हामी जुन ट्रान्जेक्सन गर्छौँ नि अहिले यी सेवाहरू जस्तै त्यो जति पेपलले काट्छ, मानिलियो पेपलसँग यो सम्झौता गर्नु पऱ्यो क्या नेपालले, अब सक्दैन आफ्नो ठाउँमा छ ठिक छ, पेपल नेपाललाई भित्र दिन्छौँ तर जति ट्रान्जेक्सन चार्जहरू लिनुहुन्छ त्यसको आधी सरकारलाई, नेपाल सरकारलाई तपाईँ ट्याक्स दिनुपर्ने हुन्छ भनेर चाहिँ तपाईँको ट्रान्जेक्सन वाइज ट्याक्स दिनुपर्ने नेपाल गभर्मेन्टलाई। तपाईँ करोडको ट्रान्जेक्सन भयो भने करोडको ट्याक्स जति अब 12% ट्याक्स फिक्स सरकारले त्यति पर्सेन्ट ट्याक्स चाहिँ ब्याङ्क नेपाललाई गयो भने नेपालको राजस्व बढ्यो। जति ट्रान्जेक्सन तपाईँको सबै ट्रान्जेक्सन नेपालको गभर्मेन्टमा ट्र्याक रह्यो हिजोपछि सरकार राजस्व पनि बढ्ने भयो, त्यो दाइले अलिकति फाइदा पनि हुने सरकारलाई होइन, राजस्व बढेर ट्रान्जेक्सन भइरहेको छ, राजस्व बढिरहेको छ, अझ फरेनतिर भइरहेको छ, फरेनबाट पैसा भइरहेको सडन चार्ज लिइरहेको सरकारले, त्यो दाइले सरकारलाई पनि पैसा आइरहेछ, पेपलले पैसा पाइरहेछ, नेपालीले पैसा पाइरहेछ। त्यो दाइले राम्रो रेगुलेटरी सिस्टम बनायो भने यसको भोलि गएर एकदम स्कोप राम्रो छ, धेरै नेपाल फर्स्ट आउने चान्स देखिन्छ। तपाईँलाई के लाग्छ नयाँ आएको गभर्मेन्टले यसमा एक्सन लिएला त? हजुरलाई के लाग्छ कमेन्ट गर्नु होला। र आजको लागि म सुशान्त यति भन्दै बिदा भएँ। र इन्डियाबाट तपाईँलाई सामान ल्याएर र र मेटेरियल ल्याएर होइन म नेपालले व्यापार गर्छु, नेपालले बेच्छु भन्नुभयो भने नि हजुरको र मेटेरियल ल्याउने इन्डियाबाट सबै ल्याउने काम हामी गरिदिन्छौँ। त्यसलाई हजुर हामीसँग जोडिनु होला। हाम्रो कन्ट्याक्ट नम्बर तल हामी डिस्क्रिप्सनमा दिएको छु, डिस्क्रिप्सनमा, त्यहाँ गएर चाहिँ हेर्नु होला। र अर्को भिडियोमा हजुरलाई म भेट्नेछु।